अर्डर लिने क्रममा कस्टमर र रेस्टुरेन्टसँग कसरी कुरा गर्ने। अर्डर कन्फर्मेसनका लागि कल गर्दा कस्टमरलाई नमस्कार सर म्याम, म पठाह हिरो बोल्दैछु, तपाईँले अर्डर गर्नुभएको रहेछ, अर्डर र लोकेसन सब ठिक छ होला भनेर सोध्नुहोस्। कस्टमरले हो भनिसकेपछि धन्यवाद, कृपया अर्डरमा भएको खानाको आइटम्स कन्फर्म गरिदिनुहोस् र हजुरको अल्टरनेटिभ कन्ट्याक्ट नम्बर पनि दिन सक्नुहुन्छ भनेर सोध्नुहोस्। रेस्टुरेन्टसँग अर्डर कन्फर्म गर्दा रेस्टुरेन्टलाई कल गरी नमस्कार सर म्याम, म पठाह हिरो बोल्दैछु, कस्टमरले यो खानाको आइटम्सहरू अर्डर गर्नुभएको छ, कृपया अर्डर प्रक्रिया अगाडि बढाइदिनुहोस्, तयारी भएपछि म लिन आउँछु, धन्यवाद भनेर जानकारी दिनुहोस्। रेस्टुरेन्टबाट खाना लिनु अघि सबै आइटम्स ठिकसँग प्याक गरेको छ कि छैन राम्रोसँग चेक गर्नुहोस्। सबै खाना सेफली प्याक भएपछि मात्रै कस्टमरको लोकेसनतिर जानुहोस्। डेलिभरी लोकेसनमा पुगेर कस्टमरलाई फोन गर्दा नमस्कार सर म्याम, म पठाह हिरो बोल्दैछु, म हजुरको अर्डर लिएर हजुरको लोकेसनमा आइपुगेको छु, कृपया अर्डर लिन आइदिनुहोस् भनेर जानकारी गराउनुहोस्। अन्त्यमा कस्टमरलाई अर्डर सक्सेसफुली डेलिभर गरिसकेपछि पठाह फुड सेवा प्रयोग गर्नुभएकोमा हजुरलाई धन्यवाद, हजुरको दिन राम्रो रहोस्, आशा छ फेरि सेवा दिने मौका दिनुहुनेछ भनी बिदा हुनुहोस्। यसरी कस्टमरलाई राम्रो सेवा प्रदान गरी अधिक कमाइ गर्नुहोस्। धन्यवाद।